जेएनजी आन्दोलनपछि देशको राजनीतिक माहौल अत्यन्त हुडलिएको छ। परिस्थितिलाई आफ्नो अनुकूल बनाउन दृश्य अदृश्य शक्तिहरू प्रत्यक्ष परोक्ष सक्रिय छन्। खुराफात, घुसपैठ, आरोप तनाव र प्रतिशोधको अवस्था छ। आन्दोलनबाट सत्ताच्युत दलका नेताहरू कानुनी कारबाहीबाट बच्न हर तरह वर्तमान सरकारको खिलाफमा लागि परेका छन्। विशेषतः निवर्तमान प्रधानमन्त्री एमाले अध्यक्ष ओली निकै आक्रामक छन्। जतिखेर पनि भिड्ने भिडन्त गर्ने कुरो मात्र गरिरहन्छन्। ओलीको झोले नेता कार्यकर्ताहरू सामाजिक सञ्जाल लगायत विभिन्न मेकानिजमहरूको प्रयोगबाट अफवाह फैलाउने, ढाक धम्की, चुनौती दिने, दलाल एजेन्ट यस्तै आरोप लगाउँदै विषयान्तर गर्ने साजिस गर्दैछन्। वर्तमान सरकार प्रमुख सुशीला कार्की, एमाले, काङ्ग्रेस, माओवादी इभन माधव नेपाल समेतको सहमतिमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको एमाले नेता योगेशजीले एउटा अन्तर्वार्तामा बताउनुभयो, यदि एमाले सरकारप्रति अपनत्व जताउन खोजेको हो भने फागुन 21 गते हुने निर्वाचनमा सहभागी हुने डिक्लेयर गर्नुपर्दछ। अन्यथा ती नेताका त्यो कुराहरू भ्रम छर्ने पोलिटिकल प्रोपेगेन्डा मात्र हो भनेर सबैले बुझ्नुपर्ने हुन्छ। कतिपय जेएनजीहरूबाट पनि सरकार विरुद्ध औलो ठड्याउनु, आरोप लगाउनु, प्रधानमन्त्री मन्त्री सरकार परिवर्तनको चेतावनी दिनु निश्चय नै गम्भीर एवं आत्मघाती कदम हो। किनकि यस्तो क्रियाकलापले सरकार विरोधी साजिसकारहरूलाई पर्याप्त बल पुग्नेछ। स्पष्ट छ, यो सरकार जेएनजी आन्दोलनको उपज हो। जेएनजी आन्दोलनको सफलता असफलता यो सरकारको सफलता असफलतासँग जोडिएको छ भन्ने कुरो पनि बुझ्न जरुरी छ। त्यसैले सरकारप्रति कटाक्ष गर्ने, सरकारदेखि टाढा रहने होइन, सङ्गठित भएर ताकतको रूपमा सरकारको सामिप्यमा रहन जरुरी छ। जेएनजी आन्दोलन सत्तासीन हुनको लागि थिएन। लामो समयदेखि पटक पटक आलो पालो सत्तासीन हुँदै आएको दलहरूको विरुद्ध पनि थिएन। त्यो आन्दोलन मुख्यतः ती दलका नेताहरूको चरमोत्कर्ष दम्भ, भ्रष्टाचार, तस्करी, नातावाद, कृपावादको संरक्षण र त्यसप्रतिको मोह लिप्सा विरुद्ध थियो। सत्य र तथ्य यही नै हो। त्यो दम्भ, त्यो संरक्षण, त्यो मोह र लिप्सा पूर्ण रूपमा तोडिनु सबैको हितमा छ। त्यसको लागि जेएनजीहरूको निरन्तर खबरदारी र फागुन 21 मा हुने निर्वाचनमा परिमार्जित मनस्थितिका साथ इमानदारीपूर्वक सम्पूर्ण राजनीतिक दलहरू पूर्ण क्षमतामा सहभागी हुनु अति आवश्यक छ। आन्दोलनपछि गठन हुने सरकारबाट भ्रष्टाचार, दलाली, तस्करी, नातावाद, कृपावाद, कुशासन समाप्त गर्दै सुशासन कायम गर्नुमा नै देश, जनता सबैको दीर्घ कल्याण सम्भव छ। जय मातृभूमि, जय नेपाल।